अब हामी कहाँ जाँदैछौँ त स्याउला काटेर अनि हामी चाहिँ जाँदैछौँ होइन स्याउला काटी तयार छ माछा चाहिँ यो भिडियो चाहिँ पुरा हेरिदिनु होला हेलो के छ तपाईँहरू सन्चै आएर हुन्छ होला म पनि सन्चै आरामै छु अनि ठुली आमा र म चाहिँ यसो घरदेखि हिँडिसक्यौँ अनि अलि पर गातीमा अङ्कल भेट्यो होइन कहिलेसँग अङ्कल भेट्यो त्यहाँबाट अनि कहिलेसँग अल्लाह गरिदिइसक्यो होइन त्यहाँबाट अनि लाग्यौँ त्यहाँबाट अनि बाटोतिर लाग्यौँ हिँड्दै गर्दा अनि त्यहाँ आन्टीहरूले ठुली आमाहरूले चाहिँ स्याउला काटेर पुला बान्दै गर्नु राख्नु भएको रहेछ होइन पुला बान्दै गर्नु भएको रहेछ अनि त्यहाँबाट पुला बान्न लाग्यौँ पुला पनि बान्ने होइन पुला पनि बान्ने पुला यताउति बानेर अनि त्यहाँबाट हामी लाग्यौँ जिउलातिर लाग्ने सुरु हुन्छ अब जिउलातिर लागेपछि हामी चाहिँ गयौँ खोलातिर गएपछि अनि काँटीबाट माछा मार्ने कुरो आयो भनेपछि अब यहीँबाट माछा मार्ने कुरो आयो हाम्रो चाहिँ शारदा खोला होइन अब चाहिँ यहीँबाट माछा मार्ने कुरो आयो अब चाहिँ हामीले यसो भिडियो गरिदिइरहेको थिएँ मैले चाहिँ टक्क भिडियो गरौँ त अब भनेर भिडियो चाहिँ गरेँ होइन भिडियो पनि गरेँ अनि खोलातिर अब टक्क स्याउली कुममा हालेर हिँड्यो अनि बाख्रा पनि भेट्यो गलातिर आएको अनि यहाँबाट चाहिँ हामी सुरु गर्छौँ म बल्ली तलतिरबाट होइन अनि म चाहिँ यसो हल्का दोहोरी गीत पनि गाइदिइरहेको थिएँ मैले चाहिँ अनि अङ्कलले पनि मजाक गरिदिइरहेको थिएँ उतातिर अनि त्यहाँबाट टक्क लगाएर अनि म चाहिँ गएँ खोलाको बिचमा गएर एकछिन बसिदिइरहेको थिएँ मजाले खोलातिर देखाइदिएँ माछाहरू होइन माछा चाहिँ देखेन अनि खोलाको बिचमा गएँ खोलाको बिचमा गएर पानी सानी छिल्ल्याइदिएँ अनि यता तयारी हुँदै गर्नु लाग्नु भएको थियो अनि यसो जुमसुम गरेर यसो खोला हाम्रो शारदा खोला देखाइदिउँ होइन अनि फाइनली माछा मारिसकेर अनि माछा चाहिँ बटा हाल्ने कुरो आयो माछा चाहिँ अब बटा हाल्नतिर लाग्यौँ अनि माछा घोप्ट्यौँ पेर्काबाट होइन माछा घोप्ट्यौँ माछा चाहिँ कति थियो त यति थियो हाम्रो माछा अनि माछा मार्यो अनि बटा हाल्न लाग्यौँ होइन बटा चाहिँ ठुली आमाले हाल्दै हुन्थ्यो बटा चाहिँ अनि माछा उता सानो ठुलो बनाउनु भयो अनि बटा हाल्नु भयो होइन बटा हालेर अनि तेरङ्गातिर यसो प्याक गऱ्यौँ सबैलाई देखाइदिएँ त्यहाँबाट होइन कोही मोबाइलमा व्यस्तै हुनुहुन्थ्यो कोही कतैतिर हेर्दै हुनुहुन्थ्यो होइन अनि त्यहाँबाट उहाँले चाहिँ फोन गर्दै हुनुहुन्थ्यो घरतिर अनि हाम्रो अङ्कल चाहिँ हाँसिदिइरहेको थियो फेरि मुसु पारेर होइन त्यही गाइज होइन हाम्रो माछा चाहिँ यति नै ल ओके बाई नेक्स्ट टाइम